प्रश्न नम्बर 21 मा रहेको छ शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो? अप्सन ए कोशी नदी, अप्सन बी कर्णाली नदी, अप्सन सी कालीगण्डकी नदी, अप्सन डी त्रिशुली नदी। यसको राइट एन्सर रहेको छ अप्सन सी कालीगण्डकी नदी। नेपालमा पेट्रोल खानी कहाँ रहेको छ? अप्सन ए तनहुँ, अप्सन बी दैलेख, अप्सन सी सिन्धुपाल्चोक, अप्सन डी गोदावरी। यसको राइट एन्सर रहेको छ अप्सन बी दैलेख। तल दिएका मध्ये रङ फेर्ने ताल कुन हो? अप्सन ए फेवा ताल, अप्सन बी रारा ताल, अप्सन सी घोडाघोडी ताल, अप्सन डी झिलमिला ताल। यसको राइट एन्सर रहेको छ अप्सन डी झिलमिला ताल। बन्दुक आकारको जिल्ला कुन हो? अप्सन ए दाङ, अप्सन बी कैलाली, अप्सन सी रामेछाप, अप्सन डी सुर्खेत। यसको राइट एन्सर रहेको छ अप्सन डी सुर्खेत। धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो? अप्सन ए सिन्धुली, अप्सन बी सिन्धुपाल्चोक, अप्सन सी धादिङ, अप्सन डी कैलाली। यसको राइट एन्सर रहेको छ अप्सन ए सिन्धुली। नेपालको जस्तै नक्सा भएको देश कुन हो? अप्सन ए अमेरिका, अप्सन बी फ्रान्स, अप्सन सी ब्राजिल, अप्सन डी पोर्चुगल। यसको राइट एन्सर रहेको छ अप्सन डी पोर्चुगल। हल्लो आकारको जिल्ला कुन हो? अप्सन ए कैलाली, अप्सन बी बझाङ, अप्सन सी अछाम, अप्सन डी रामेछाप। यसको राइट एन्सर रहेको छ अप्सन डी रामेछाप। नेपालको गुलेली आकारको ताल कुन हो? अप्सन ए रारा ताल, अप्सन बी झिलमिला ताल, अप्सन सी घोडाघोडी ताल, अप्सन डी सेफोक्सुन्डो ताल। यसको राइट एन्सर रहेको छ अप्सन डी सेफोक्सुन्डो ताल। नयाँ नेपाल भनेर चिनिने जिल्ला तलका मध्ये कुन हो? अप्सन ए बाँके र बर्दिया, अप्सन बी कैलाली र कञ्चनपुर, अप्सन सी एरवी दुवै, अप्सन डी माथिका कुनै पनि होइन। यसको राइट एन्सर रहेको छ अप्सन सी माथिका एरवी दुवै। नेपालमा जम्मा वडाको सङ्ख्या कति रहेको छ? अप्सन ए 4743, अप्सन बी 5743, अप्सन सी 6743, अप्सन डी 7743। यसको राइट एन्सर रहेको छ अप्सन सी 6743 वटा।